र हामी चाहिँ फेरि यहाँ लोकल अलिकति कुदाउँदैन नि त कि फेरि बाइक चेन्ज यहाँबाट बट्टा कुदाएको छ भने यहाँनिर यस्तो चियाहरू पाउँदो रहेछ है चिया दोकानहरू पाउँदो रहेछ यहाँनिर अब यहाँबाट चाहिँ उकालो छ है अलिअलि यसले फेरि कुदाउँदैन नि त स्कुटी बाइकहरू यसको एक्सपर्ट पनि छ भाइको उनीहरूले बाइक चाहिँ कुदाउँदैन नि त ओह्रालो त्यसो चाहिँ कुदाउँछ उकालोहरू चाहिँ अलिकति कन्फिडेन्ट छैन त्यस्तो होइन कुदाउनु पऱ्यो भने कुदाउँछ कन्फिडेन्ट पनि हुँदैन अब जबरजस्ती कुदाउँछु भनेर पनि भएन होइन गाडीहरू मजा निक्लिन्छ होइन अब हामी पनि आइपुग्नु आँट्यो 1 किलोमिटर छ दार्जिलिङ पुग्नु अहिले चाहिँ म रुम पनि आइपुगेँ हो नानाले फोन गर्नु हुँदैछ म फोनै उठाउनु पाइनँ किनभने मेरो ग्लोभ्सले यो फोन नै रिसिभ हुँदैन नि त अघि म घुम आइपुगेँ भने यहाँनिर अलिक तल जाममा फसेँ नि त हो जामले गर्दाखेरि चाहिँ दार्जिलिङको जाम चाहिँ हो थाहै छ सबैलाई होइन नानाले फोन गर्नु हुँदै थियो अब पुगिहाल्छु यहाँ जाम छैन भने त म पुगिहाल्छु जाम चाहिँ हुनु भएन बिस मिनटमा त म पुग्छु नि शिवानी दिदीको मम्मीले चाहिँ लोकेसन पठाइदिनु भएको थियो नि त 28 मिनट देखाउँदैछ 7 किलोमिटर हो त्यो बाटोले गर्दाखेरि हो 10 मिनट मात्रै लाग्छ बाटो पम्प पनि छ यहाँ राइट साइडमा अब तपाईँहरूले देख्नुहुन्छ ट्रेन पनि कुद्छ है यहाँ चाहिँ एकदम फेमस हो अब यो टोय ट्रेन चाहिँ यो लिक चाहिँ माथिबाट अलिकति पार्किङको चाहिँ असुविधा छ यहाँ चाहिँ जाँदै पो रहेछ त मजा बिजी लाग्छु अन्त यो बाइक कुन थियो महँगो सबैजना बाइक काठमाडौँ हुन्छ नि त माथि माथि जाँदैछ हाम्रो टोय ट्रेन चाहिँ है हेर्नु सक्नुहुन्छ त्यो बतासेमा चाहिँ दामी देख्छ क्या यसो घुम्ने है दामी देख्छ त्यसले घरको बिचबाट जाँदैछ त है यहाँ माथिको बिचबाट जाँदैछ यो चाहिँ हो दार्जिलिङ बतासे है यहाँ चाहिँ जानुको लागि टिकट लाग्छ है यहाँबाट चाहिँ तपाईँको ट्रेन चाहिँ यस्तो मजाले घुमिदिन्छ कि देख्छ कि यहाँबाट यो चाहिँ छ नि यो जग्गा चाहिँ यस्तो भएर ट्रेन घुमेर जान्छ क्या त्यहाँनिर यहाँबाट मुनिबाट त्यहाँबाट पट्टै जान्छ क्या यो मुनिबाट तर एक राउन्ड चाहिँ तपाईँको यहाँ माथि चाहिँ घुमाउँछ किनभने त्यहाँमाथि चाहिँ टुरिस्टहरू पुरा हुन्छ नि त त्यहाँनिर अब टुरिस्ट भएकोले गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ ट्रेन एक राउन्ड चाहिँ घुमाउँछ माथि चाहिँ एक राउन्ड चाहिँ हनाउँछ घुमेर चाहिँ सट्टै यहाँबाट चाहिँ सट्टै
त्यहाँबाट चाहिँ भ्यू पनि तपाईँको होइन दूरबीनहरू पनि राख्दैछ त भ्यू हेर्नुको लागि एकदम दामी छ जग्गामा। यस्तोमा चाहिँ गाइस पुरा जोगिनुपर्छ यो ट्रेनको लिकमा चाहिँ पुरा चिप्लिन्छ क्या। बिचबाट छ क्या यहाँनिर चाहिँ बाटोको बिचबाट ट्रेन जान्छ नि त अन्त लिकमा चाहिँ स्लिप हुने चान्स हुन्छ। ए ल ल ल भनिदेऊ न छोडेर ल। अब चाहिँ लगभग हामी गगन साथीको नाना भएकोमा पुग्न आँटे है। 1 किलोमिटर देखाउँदैछ है, तर यो गुगलले चाहिँ 8 मिनट देखाउँदैछ। यसको चाहिँ उयो हुँदैन यो म्यापको टाइमिङ चाहिँ। यहाँ चाहिँ ट्रेनको राख्ने जग्गा है, कोइलाले कुद्ने ट्रेन हो यो चाहिँ होइन। यसमा चाहिँ कोइला हाल्दै कुदाउनु पर्छ होइन। मान्छेहरू चाहिँ यहाँबाट चढ्छ, स्ट्यान्ड भनौँ न टोय ट्रेनको। त्यही छ दार्जिलिङ। नाना भएकोमा जाँदैछौँ हामी चाहिँ होइन। नानाकोमा प्लस नानालाई सामान दिएर चाहिँ सिधै यता शिवानी दिदीकोमा पनि नि त जाने। आम्माम घरेलु हेर त सब्जीहरू पवित्र। यो चाहिँ 1 वे हो है, हामी चाहिँ ओह्रालो जानुपर्छ। यहाँबाट चाहिँ 1 वे हो। त्यो उकालो गयो भने चाहिँ माथि भानुभक्तको स्ट्याचुहरू पुग्छ। यो चाहिँ 1 वे हो, यहाँ मुनिबाट जाने फर्किँदा चाहिँ यताबाट हो। भाइ आयो कि आएन हौ? नम्बर थाहा छैन मेरो। यहाँबाट चाहिँ यता जानुपर्छ हामी होइन। अब चाहिँ आइपुग्यो भनौँ न। यहीँ नियर देखाउँदैछ। यो दार्जिलिङको बजार हो होइन। यहाँ चाहिँ अलिकति जाम नै हुन्छ, भिड नै हुन्छ। त्यो हिँड्ने बाटो पनि बनाइरहेको छ नि यहाँ माथिबाट तर। तर साह्रै अलिकति माथि त्यो पवित्र गान्तोकको जस्तो हुनुपर्थ्यो है। माथि हो भने चाहिँ मान्छेहरू माथि नै हिँड्थ्यो नि त। म चाहिँ एकपल्ट यहाँबाट उकालो गइ पठाएको छु कि 1 वे हो नि त। यो त ओह्रालो झर्ने मात्रै हो नि त। झ्याप्पै नि माथि पक्रेर तिर्यो। लोकेसनको नियरमा आइपुग्यो भनौँ न। अन्त लोकेसन चाहिँ त देखाइरहेको छ नि। साइड त गर्नु पऱ्यो होला नि त। नाना पनि आएछ, साइड गर्नु पऱ्यो। मलाई पनि भेट्दै सामान दिए हुन्छ। बस्नुहोस् ल। हुन्छ ल साथी, मैले सामान दिएँ है राम्रोसँगले है। नानाहरू लगेर पनि जानुभयो होइन। अब म चाहिँ तल अब शिवानी दिदीकोमा लाग्दिएको है। त्यहाँ चाहिँ आन्टीले पर्खिरहनु भएको छ। अरे मलाई उयो चाहिँ यो दार्जिलिङ चाहिँ मनपर्छ कि।
तर यो जुन चाहिँ त्यो पार्किङ नहुने जग्गा पार्किङ छैन जग्गा होइन प्लस ट्राफिक क्या कोही यस्तो गरेर जानु पर्ला जस्तो छ अब चाहिँ नभए त हुँदैन त अन्त यहाँबाट चाहिँ कति किलोमिटर जोरथान रहेछ 33 लेबुङ रहेछ 8 किलोमिटर जामुने 16 किलोमिटर रहेछ अस्ति हामी जामुने गएको अस्ति क्या मैले भन्नु भयो त जामुने त्यहाँ बसेको नि त हामी एनपीको छेउमा भन्दै थियो एनपीबाट मुनि ठुलो ढुङ्गा छ यता त चिन्छु नि म तलसम्म त लेबुङसम्म त चिन्छु नि उयो भाइको घर यहीँ त हो शुभम भाइको घर यता माथि उयो माथि छ नि त्यहाँ माथि त हो उयो यो दुइटामा एउटा हो कुन चाहिँ हो आम्मामा यो त होटेलमा चलाउने ग्यासको सिलिन्डर होला है यो कत्रो हेर न यहाँ चाहिँ मान्छे हिँड्ने अलग्गै साइड छ गाडी रखाए पनि त्यो हो नि त फेरि आफ्नै मनमानी क्या है यो झ्याप्पै राखिदिरहेको है सेन्ट जोसेफ कलेज पो रहेछ त हौ के हो यो यहाँबाट चाहिँ फोटो खिच्ने जग्गा चाहिँ दामी आउँछ यहाँबाट खिच्यो भने चाहिँ त पछाडि दार्जिलिङ चाहिँ डल्लै देख्छ अहिले चाहिँ हल्का देख्दैछ कि फगीले गर्दा फेरि यो जग्गाबाट चाहिँ यहाँ टक्क उभिन्छ होइन यहाँबाट चाहिँ यता भ्यू यो हो नि त अब चाहिँ लगभग नियरमै छु म जूको मुनि आइपुगेँ जूको मुनि त्यस्तो चिन्दिनँ तर म कि यो जूकै मुनि होला हौ यो गभर्मेन्ट कलेज चाहिँ चिन्छु म दार्जिलिङ गभर्मेन्ट कलेज आयो है यहाँबाट जान्छ दार्जिलिङ गभर्मेन्ट कलेज साढे 1 भइसकेछ हौ आज त चौरास्ता पनि घुम्नु जानु छ अस्ति पनि घुम्नु जानु पाएन अस्ति फर्स्टमा आउँदा पनि जानु पाएन है यो फर्स्टमा आउँदा पनि जानु पाएन है यो चाहिँ हो जू यहाँ पो त जू त जूको यसको माथि जू चाहिँ अस्ति फर्स्टमा आउँदा पनि जानु पाएन नि हामी क्या माथि चौरास्ता हौ यहाँबाट पनि निस्किँदा चाहिँ 1 वे चाहिँ तर कति बजी खोल्छ त्यो चाहिँ थाहा भएन मलाई चाहिँ कसलाई चाहिँ ओभरटेक गरौँ भने अब आइपुग्यो नि त कि त्यही भएर बिस्तारै हिँडेको